चाहिँ नयाँ काम नयाँ अनुभव फेरि हुँदैछ हैन। नयाँ भिडियो नयाँ अनुभव नयाँ काम हुँदैछ। आज चाहिँ यहाँ डोको बोक्ने काम भइरहेछ। यो त्यसरी भाँच्नु हुन्न रे, अलि मजाले भाँच्ने रे, टक टक पारेर नखेलाउने रे लगेर टक टक यस्तो हुनु पर्यो रे। यस्तो निस्किनु पर्यो रे, टक टक गर्यो। त्यस्तो हुन्न रे, त्यस्तो हुनु पर्यो रे मकै। अब अनि यो मकै बिना चाहिँ कोही नि बाँच्दैन कि हैन साथीहरू। यो खायो भने टक्क सबैजना बाँचिन्छ। अनि यसलाई चाहिँ हामीले आज सम्हालेर घरमा लगेर राख्ने भनेर आएका छौँ है टोलीहरू। अब कति बाँचिन्छ हेरौँ है त। आज चाहिँ हामी यहाँ मकै भाँचिरहेको छौँ होइन। अनि डोकोमा मकै पनि आधी भइसकिसक्यो टोलीहरू। यो मकै बिना कोही बाँच्दैन रे, त्यही भएर यसलाई घरमा राख्यौँ भनेर आज हामी यता छौँ है। आज मकै भाँच्छु, घर लिएर जानु छ। डोको भरिएर पनि हामी चाहिँ घर जाँदैछौँ होइन। यति गरिएन भन्दा फेरि खानालाई हुँदैन त। अनि यो बिना बाँच्नु सकिँदैन टोलीहरू है। सबै खानालाई सबैले गर्नुपर्छ है टोलीहरू। त्यो छ हाम्रो चाहिँ जिन्दगी। के भन्छ यो एकताल मेथी ल्याइहालेँ। अब फेरि जानलाई तयार भएर यसलाई पनि यहाँ यस्तो छ मेरो होइन गाडी। मेरो तली चाहिँ यहाँ छ। अब चक्का यहाँ चल्दैछ। ल टोलीहरू एकचोटि ल्याइहाल्यो होइन। अब फेरि अर्कोचोटि पनि ल्याउनु भयो। यहाँ छ टली। चक्कालाई अलिक गाडीलाई अलिक पेट्रोल पुग्दै छैन कि जस्तो लाग्दैछ। पेट्रोल लाउनु पर्ला कि। मकै चाहिँ राम्रै फलेछ हो यसपालि पनि। घारीमा आइसकिसक्यो टोलीहरू है। यस्तो छ मकै घारी। अब के गर्ने, बाँच्न परेको छ। पुगिसकेछ हो टोलीहरू। ल उठाउनु। टोलीको उठाउनु। ल डोको बाङ्गो भयो त। ल डोको बाङ्गो भयो के हो। ल हाम्रो चाहिँ भारी नि पुगिसक्यो फेरि। ल यहाँ यत्रो छोडिएछ हौ। ल पानी पनि आउन लागिसक्यो। मकै पनि छोडिँदै भाँच्ने चाहिँ के हो। बल्ल बल्ल फलेको मकै सबै बारीमै होला जस्तो होइन। तिमी कहाँ हिँडेको छोरी यत्रो घारीमा। अनि हामी चाहिँ यता हेर्नु त कति गाह्रो छ हामीलाई। बाफ्रे कम गाह्रो छ त। कति गाह्रो छ हामीलाई। हाम्रो मकै त टन्नै भइसक्यो के हो। ल मकै त टन्नै भयो नि त हाम्रो। अब पेट्रोल लाउनुपर्छ होइन। पेट्रोल अलिक पुगेन जस्तो छ। एकछिन बस्नु। पेट्रोल सकिएछ। अब पेट्रोल त लाउनु पर्यो होइन टोलीहरू। अब पेट्रोल त राम्रै छ। पेट्रोल चाहिँ सकिएछ क्या गाडीमा। पेट्रोल लाउँदैछु म चाहिँ है। अब फेरि म लागेँ यो जङ्गलतिर। अब पेट्रोल लगाइसकिसकेपछि होइन अब फेरि गाडी त स्टार्ट गर्नु पर्यो। पेट्रोल लगाइसकेपछि गाडी त स्टार्ट गर्नु पर्यो। फेरि गाडी स्टार्ट भएन भने त पेट्रोलको फेरि पैसै उठ्दैन पेट्रोलको होइन। एकदम गाह्रो छ। त्यही भएर पेट्रोलको साहुले पनि फेरि एकदम गाडी चलेन भने त एकदम गाह्रो हुन्छ। डिकी यस्तो छ। डिकी चाहिँ कडा छ। डिकी अर्को पनि डिकी यहाँ छ। दुईवटा डिकी भर्नु छ।
एकैछिन पछि मकै गाडीमा है टोलीहरू फेरि